हेलो साथीहरु, आज चाहिँ हामी माछा मार्न जान आँटेको। बुढोले 2-3 दिन छुट्टी लिनु भएको छ र जान लागेको। म चाहिँ रेडी भएँ र मेरो बुढा पनि रेडी भएर यहाँ चाबी मिलाउँदै हुन्छ। हेर न, यहाँ हेर न, आइ गर हात देऊ। सबैजना रेडी भएर चाहिँ मम्मी, बुवा अनि त्यसपछि दिदी, दाइ र नानीहरू चाहिँ गाडीमा हुनुहुन्छ। हामी चाहिँ बाइकमा हिँडेको, गाडीले नहटेर। सरर गर्मीलाई चाहिँ हटाएर चिसो खान हामी जाँदैछौँ। चिसो चिसो। अगाडि गाडीमा हुनुहुन्छ मम्मीहरू, हामी चाहिँ बाइकमा पछाडि छौँ। रमाइलो लागिरहेछ है, छुट्टी चाहिँ एकदम मजा आउँछ। कस्तो राम्रो लाग्यो क्या यहाँ ठाउँ चाहिँ नि। मलाई चाहिँ कस्तो उता हाम्रो गाउँकै जस्तो फिल भएर कस्तो रमाइलो लागिरहेछ क्या। पहाडहरू देखेर कस्तो मजा लागिरहेछ। मलाई चाहिँ खासै भ्लग बनाउनु चाहिँ आउँदैन, भर्खर स्टार्ट गरिरहेछु। बिला नगरिदिनु होला है, आफ्नै भोइस सुनेर म पागल हुन्छु। रमाइलो भइरहेछ। सानो थियो नि अस्ति त योभन्दा डब्बलै सानो थियो। रेडी हुँदैछ। माछा थियो भित्र। बनायो।